Hello guys, welcome back to my channel. गोरु देखिया त मलाई देखा हाम्रो आयो साथीहरु खाली फोटो खिच्नु पर्छ मेरो साथी ओके हामी यसो तेरो केटीलाई भिडियो भने हेर गाइजहरु मेरो केटी छैन त्यसै केटी भनेको गाइजहरु बरुनको केटी हो बरुनको केटीको नाम के हो थाहा जे पाइदैन ल गाइजहरु अब मैले कति 2 महिनापछि भ्लग बनाउँदैछु गाइजहरु है त्यहाँको है 2 महिनापछि भ्लग बनाएको मलाई के थाहा छ मलाई तले गरेछ अनि यहाँ फुटबल खेल्न आएको रे साथीहरु अनि मैले यहाँ आकाश स्वागत गरे हाम्रो साथी हो यो 1 नम्बरको कामचोर हो अनि हाम्रो दिदी हो अनि हाम्रो सबिन भाइ हो मेरो यो हेलो गाइस यस्तो है ट्यागको बारेमा हामी यहाँ क्रिकेट खेल्न आएको भन्थ्यो होला है के बोल्यो भने गुड्क्यो मेरो बल लस्टर फुटबल खेल्छ केटाहरूले हेर्न कस्तो बिजी के हो यो बिजी न ओ माय गॉड गोल खायो गाइस ओ माय गॉड यसलाई राख्नु पर्यो यसलाई केही न केही गराउनु पर्छ सबै पहिलोको साथी हो गाइजहरु साथी भन्छ ओइ सुन न मोटीको नाम हात मम्मी लगाइन त्यो साथी म पोर्चुगल जस्तो लाएर पुरै नयाँ हैन गाइजहरु ल साथी अहिले चल्दाखेरि भेटौँ है त ल गाइजहरु आज म यसो अहिले पछि खेल्छु यहाँ सबडिभिजनमा छु किनकि म त्यस्तो फुटबलमा त्यस्तो छैन गाइजहरु हाम्रो खेलाडीले खेलिरहेको छ हाम्रो टिम कोलकाताले लगभग लिडमै छ अघि गाइजहरु है म भिडियो यहाँ लिँदै म पनि खेलेँ अघि भर्खरै गाइजहरु अवश्य घरतिर भेटौँ न के म्याच भइसक्यो भने है म म लाइभ भिडियो खिच्छु अब गोल यार what a goal what a goal bro ओइ अन्ना Give me the ball. Out of the मन टिम हो है पिछला बल ल झगडा बढिसक्यो मच परिसक्यो यहाँ को यो डेम्बेले मान्छे मन पर्दा हाल्छ गोल भइसक्यो गाइस फाइनली भइसक्यो है अब हैन बिहान होला भयो कसले जितेछ हाम्रो टिमले जित्यो
लोपट्टि नाइस गोल पाहाड साथी हो पहिलाको साथी मित्र साथी अब अझै एउटा माथि छ क्या गाइस बल्ल अब हेलो गाइस र के हेलो गाइस भने गाइस ब्लग बनाउनु परेछ गाइसहरु हैन अब के भन्दा अब ब्लग बनाउने मेरो एउटा बाध्यतै छ है ब्लग त्यो म यसै बनाउन आएछ मेरो कन्टेन्ट अनुसार हुन्छ अब बाध्यतै भएर बनाएको गाइसहरु मेरो फ्यानहरुलाई है मेरो फ्यान कस्तो फ्यान हो थाहा छैन मलाई आइडोन्ट नो मेरो कपाल हेयरस्टाइल हेर्नु होला भर्खर बिहान 8 बजे गएको थिएँ म सायद अनि यो काटेर आएको ट्याक्क अनि कस्तो देखेछ मलाई कमेन्ट गर्न नबिर्सनु होला है अनि यो हाम्रो घर नयाँ बनाएको नि त घर नयाँ माथि छ भ्या अनि त्यसपछि यो पूजा कोठा अब उता थियो पहिला अनि यसपछि यहाँ राखेको छ अहिले अनि यो हाम्रो कलेजको कपडाहरू कोट भयो एउटा टी सर्ट मेरो हेलमेटमा गोबर हेर्नु होला देखिरहनु भएको छ तपाईँले रोनाल्डोको जस्तै अनि ऊ मेरो हाम्रो 10 ब्याचको सैनिकको टी सर्टमा लेखेको ब्याच हो अनि अब यो मेरो बाबाको हो क्या सिङ्गापुरको ज्याकेट अनि त्यही हो अब मेरो जुत्ताहरू यही हो यो एउटा उतै देखिरहनुहुन्छ होला एडिडासको यो ट्याक्क सस्तो खालको हैन भन्न मिल्दैन म किन भन्दिनँ हैन जापानको हो त्यही म भन्छु है अनि यो क्रिकेटको यो सेतो खालको अनि उयो नि बाबाको हो यो अनि बलहरु छ यहाँ ट्याक्क अनि ब्याट दुईटा छ यहाँ मसँग प्र्याक्टिस गर्ने ब्याट त्यो गाइसहरु अब हिजो हामी फुटसल खेलेको थियो अनि फुटसलमा साथीहरुले मलाई बोलाएको थियो त्यही भएर गएको थिएँ म ट्याक्क धेरै त खेलेन म यसो छिरे मात्रै हो अनि ब्लग बनाएको है धेरै दिनपछि नि आउँदै थिएँ त्यही भएर बनाइदिएको अनि त्यो गाइसहरु अब सिधै भात खाने बेला भेटौँ कि अब के गर्नु भएको छ माथि नि देखाउन जान्छु तपाईँलाई लेसको अब यो ट्याक्क हाम्रो टाइल लगाएको ट्याक्क टाइल लगाएको यस्तो टाइल लगाएको छ है ट्याक्क टाइल लगाएको पऱ्यो मेरो टाइल ट्याक्क देखाउने छु तपाईँहरूलाई मैले मोडिफाई मतलब घर बनाएकै हो मोडिफाई के भन्ने हो ट्याक्क यो पूजा गर्ने कोठा यता हुन्छ अब ट्याक्क पूजा गर्ने कोठा साइड यो हो यहाँ पूजा हुन्छ अनि यहाँ ट्याङ्की छ क्या हो ट्याङ्की छ अनि यही हो यहाँबाट भ्यू त के देख्ने र अब यहाँ रेलिङ हाल्ने छ अहिले रेलिङ हालेको छैन गाइसहरु अनि यहाँ यो टोयलेट भयो यहाँ यस्तो खालको ढोका खतरा खालको ढोका छ दिस गाइसहरु टोयलेट यो लङ टोयलेट हो लङ टोयलेट भन्ने हो अनि यो स्टोर रुम भयो गाइसहरु स्टोर रुम त्यसपछि अरु के छ यो यतिकै बस्ने यहाँ सुत्ने सामानहरु राख्ने अनि यो बाथरुम हो क्या हो बाथरुम भयो सानै छ बाथरुम धेरै ठुलो भएर अनि गाइसहरु अनि त्यसपछि मेरो दिदीको कोठा यो रहेछ गाइसहरु मेरो दिदीको छुट्टै टाइल छ किनकि मेरो दिदीलाई यही टाइल मन पर्यो रे त्यही भएर दिदीको चोइसमा हालेको टाइल अनि यो रेलिङ बाहिरको भ्यू हेर्न सकिन्छ होला हेर्नु कस्तो घाम आछ मेरो थोडा हेर्नु अब यहाँ अनुहार मुख पुर्न लाग्छ मेरो हेर्नु ओह माइ गड लुक एट दिस भ्यू भन्ने दानको अनि गाइजहरु अनि त्यसपछि यो स्टोर रुम भयो मेरो कोठा कहाँ रहेछ भनेर सोचिरहनु भएको मेरो कोठा यो हो यही हो मेरो कोठा गाइजहरु ट्याक्कै यस्तो छ गाइज कोठा यहाँ यस्तो छ अनि यो चारवटा मतलब एउटा दुईटा तिनटा खालको झ्याल छ जस्तो छ नि अब त्यहाँ अगाडिपट्टि दुईटा छ नि त यहाँ दुईटा अनि यहाँ दुईटा किनकि खासरी पहिला एउटा यस्तो हाल्ने भनेको सोचमा थियो फेरि मम्मीले के गर्नुभयो अनि हामीले मम्मीले 4-5 वटा हाल्ने खालको बनाइदिएछ अनि त्यसपछि दिदीलाई मन परेन सकेछु है त्यही हो अब अहिले राम्रोसँग भाइना यो कलर लाउन बाँकी छ अनि पूजा गर्न छ घरलाई यहाँको माथि लगे त्यसपछि बल्ल सबै सामानहरू राख्न सकिन्छ हैन त्यही हो अनि मेरो मम्मी बाबाले अब के पकाउनु जान्दैछ हेर्नु पर्यो है ध्यान राखे अनि
अनि यही हो गाइजहरू हाम्रो मम्मी हाम्रो किचनहरू ल यही हो अब गाइजहरू सानै छ किचन है लास्टै प्याक छ यो किचन त गाइजहरू क्यान्ड अब घर यस्तै हो घर सानै छ है त्यो गाइजहरू त देख्नु भएको छ अनि यो मेरो मम्मीहरूको कोठा यही हो है त्यो गाइजहरू अहिले सिधै भात खानु ल त्यसको खाना लाग्यो है ल ट्याक्क पारौँ खाना खान्छु अनि ट्याक्क अनि के काम गर्छु म डेली काम गर्छु म यस्तो मिहिनेत मान्छे काम गर्छु गाइज ओके गाइज खाना खाम त्यसै भेटौँ है गाइज वेलकम ब्याक टु माई फेरि युट्युब च्यानलमा स्वागत छ तपाईँलाई फेरि है हिजोको फुटबल खेलेको भ्लग लास्ट टाइममै आउँछ भनेको त अघि नै हो म यो हिजो बेलुकाको अनि आज यो बिहानको यो गाइजहरू म भर्खर उठेको छु तेह्र गाइज गुड मर्निङ है कति बज्यो अहिले भर्खर 8 बज्यो है त्यही भएर भन्न चाहन्छु भर्खर 8 बज्यो अब के हुन्छ हेरौँ आज के हुन्छ अनि हिजो फुटबल खेलेको हाल्छु यहीँमै अनि यो हिजो नि बोलिसक्यो म हालु गाइज भनेर होइन तर आज नि हालु गाइज बिहानको सुरुवातमा हालु गाइज भनेको अहिले गाइजहरू पानी खाँदैछु म स्टक्क पानी खाँदैछु अनि इन्स्टाग्राममा जसले फलो गर्नु भएन मलाई फलो गरिदिइहाल्नु होला फलो गर्नु नभने चाहिँ त्यही हो गाइजहरू ल बाई बाई अहिले पछि भेटौँला गाइजहरू अनि यही हो बस मासु करेला सो प्र्याक्टिस गरिदिउँ न अकाउन्टको है गाइजहरू अब रिभिजन छ मेरो अकाउन्टको फेरि त्यही गाइजहरू ट्याक्क रिभिजन गर्छु अनि त्यसो फेरि तपाईँलाई भेटौँला है गाइजहरू यसो रिभिजन गर्छु ल यो सुन्दै फेरि आज मेरो मम्मीले खाजा यो चटपटे भन्ने कुरा बनाइदियो अरे एक बाटा रे त्यसो ज्यान बढ्यो भने मेरो गाइजहरू होइन त्यसरी म यहाँ काम गर्दै कुट्छु झाडु अन्त गाइजहरू गर्मीले म बन्द राखिदिएको मम्मीले बनाइदिएर चटपटे अब के अन्त नुन लाखेन र चटपटेमा ल्याङफ्याङ भयो त गाइजहरू र अब गाइजहरू चटपटे खाउँला है चटपटे खाउँला त्यसपछि अब काम गरिरहेको छु म यहाँ ट्याक है तपाईँहरूलाई पछि भेटौँला खाना बेलामा खाना बेलामा अरे खाना खाने टाइममा भेटौँला है त्यही गाइजहरू अब भेटौँ पछि अब चटपटे नि खाइसकेँ अनि हाम्रो भात भनेको त्यही हो किनकि त्यत्रो खाएर मान्छे मर्दैन है त्यही भएर केटीहरू जस्तो होइन हामी त्यही भएर भन्न चाहन्छु यो भ्लग धेरै डिमान्ड आएर बनाएको मैले हुन त मैले कन्टेन्ट भएपछि मात्रै बनाउने थियो तर के अन्त अब फ्यानहरूले कोही ठुलो फ्यान रे त्यही भएर मैले बनाइदिएको हो अनि हल्का कन्टेन्ट जस्तो त नभन्नु चाहिँ नि कता फुटसल खेल्न गएको अनि एउटै घरमै भएको के भएको यस्तो देखाइदिएको छ गाइजहरू त्यही हो लाइक सब्सक्राइब गर्नु नबिर्सनु होला त्यही भन्न चाहन्छु आजको लागि यति नै अब सिधै कहिले भेट्ने अब थाहा छैन आई डोन्ट नो अनि कहिले भेट्ने भने अब हेरौँ अब फेरि कमिङ सुन आउँछ फेरि ब्लग गाइज बाई बाई लाइक सब्सक्राइब गर्न नबिर्सनु होला बाई See you in the next vlog.